यसो पामे जाँदै थिएँ म यहाँनिर यसो लोकल हो भाइ भनेको हाम्रो भाइको भाले रहेछ लोकल होइन यो लोकल भन्दाखेरि पनि यो 4-5 गुणा अगाडि अब्बल हुन्छ भन्नुभयो अनि यो चाहिँ खास गरी फाइटर भाले अरे है यो आज मात्रै थाहा भयो देखिरहनु भएको छ जन्मिनै लड्नको लागि अरे यो अब भने त नि बोर्न फर वारियर फाइट यस्तो अरे यो अब देखिरहनु भएको छ नि यहाँनिर यो भाले हो यो अब लडाउनुको लागि अरे अब अघि भन्दै थियो नि भाइ के अरे जबसम्म एउटा मर्दैन लडेको एउटा मर्नै पर्छ अरे लड्दाखेरि बल्ल ब्याटल फिनिस हुन्छ अरे यस्तो खालके हुँदो रहेछ यो भाले कति महिना पुग्यो अरे भाइ यो भर्खर 9 महिना देख्दै अब यो 1 वर्ष कटेपछि चाहिँ पक्का गेम खेल्नलाई हुन्छ यो सुनिरहनु भएको छ नि अहिले बल्ल 9 महिनामा यत्रो छ उसको छरी पलाउँदै जाने रहेछ तल तल यो छरी नि अलि लामो हुन्छ अनि तिखो बनाएर बल्ल लडाउने 1 वर्षपछि चाहिँ यसको छरी लामो लामो हुन्छ अरे एकदम लडाउनु लायकको विपन पलाएपछि चाहिँ यसलाई लडाउँदो रहेछ ल भनेपछि यसलाई ट्रायल दिएर आएको भन्दैछ हाम्रो भाइले अहिले त टेस्ट फाइट मात्रै गरेर लिएर आएको 3 दिन अगाडि टेस्ट फाइट भनेपछि यो सक्सेस भयो सक्सेस भन्दा नि कतिको हान्छ के गर्छ भनेर 10वटा भालेमा एउटा भाले राम्रो लड्ने लिएर जानुपर्छ त्यही भएर कस्तो लड्छ भनेर खेलाएको राम्रै लड्यो कहाँनिर लडेको भाइ उता शान्ति बन्यो ल हेरिरहनु भएको छ 9 मन्थको भाले यत्रो अरे लोकललाई पनि यसले मात दिँदो रहेछ लोकल भालेहरू डराएर भागिहाल्छन् 1-2 शट खाइछि यो चाहिँ अझै लडेको लडे लोकललाई मार्छ नि भाइ यसले देखिरहनु भएको छ नि यो फाइटर भाले छरी यसले त यस्तो छाती घाँटी साटीमा खोपिदिन्छ ल यसको पनि भने पछाडि अब 9, 10, 11, 12 3-4 महिना पछाडि यसको टुर्नामेन्टै हुन्छ त्यही त टुर्नामेन्टै हुन्छ यो फुटबल जस्तो 1.5 लाख 2 लाख गेम मोबाइलमा सर्च हालेर हेर्नु त तपाईले असिल फाइट भनेर मोबाइलमा युट्युबमा हेर्यो भने पनि देखिन्छ यसको है ल तपाईहरुलाई आज यसको बारेमा जानकारी दिए यो एकदम फाइटर भालेको विषयमा चाहिँ ल यसको पनि अब 3 महिना पछाडि यो लड्नु यो एकदम योग्यको हुन्छ अरे 2.5 महिना पछि चाहिँ यसको गेम खेल्नु हो 2.5 महिना पछाडि चाहिँ यो लड्नु लायकको हुने रहेछ भनेर हाम्रो उहाँ चाहिँ हाम्रो मालिक भनौँ न अनर चाहिँ उहाँ रहेछ भाइ हाम्रो अझै छ पामेमा अझै छ अझै चेकिङ भएर यहाँ बसेको लाइसेन्स छैन त्यही ट्राफिक छ त्यो ठिक छ ल अब गुड लक यसलाई भन्नु पर्यो भविष्यको लागि धेरै ब्याटलहरू जित्नु पर्यो ल देख्नु भयो नि भाले